ल साथीहरू हामी चाहिँ यहाँ होटलबाट निस्किन लाग्यो। हामी चाहिँ के अरे टिएम होटल टिएम हलिडे होममा बसेको थियो होइन। अब चाहिँ हामी निस्किन लाग्यो। अहिले चाहिँ पानी पर्ला जस्तो भइरहेछ। यहाँ मलाई चाँडो गर भन्ने होइन, आफू चाहिँ लास्टमा निस्किने बेला चाहिँ जहिले ढिला क्या, जहिले ढिला। केही राम्रो देखाएको छैन। ल ल साथीहरू अब चाहिँ हामी यहाँ निस्किन्छौँ टक्क लाएर। आज चाहिँ सिधै काठमाडौँ जानुपर्छ। निस्किसक्यौँ होइन। वेदर आज पनि त्यस्तै छ, धुम्म छ। सायद तलतिर काठमाडौँतिर त पानी पनि पर्न हुनसक्छ, मलाई जहाँसम्म लाग्छ। साथीहरू घले गाउँमा पनि बिदा, घले गाउँबाट पनि बिदाई पाइसकेको छौँ हामीले होइन। अहिले चाहिँ यो बिच बाटोबाट चाहिँ पिच पनि रहेछ क्या। अनि अन्त तल हात्ती चाहिँ अलिकति पिच चाहिँ छ होइन। त्योभन्दा मुनिपट्टि पनि अलिकति अफ रोड नै छ, त्यो चाहिँ अलिकति जङ्गलको बाटो छ होइन। घले गाउँसम्म पुग्नलाई चाहिँ फेरि अब पुरै पिच जोड्न लागिरहेको रहेछ होइन। बाटो चाहिँ दामी बन्दैछ है, माथि पनि लास्टै रमाइलो ठाउँ। यस अब वेदर यस्तो भइरहेछ, पानी नपर्दोस् भन्ने हो होइन। पानी यस यत्रो कुदाउँदा पनि होइन। म मनाङ घले गाउँ काठमाडौँबाट म यता आउँदाखेरि मैले कति 3 चोटि तेल हालेँ यार। त्यो शुद्ध गरेर हिजो शुद्ध गरेर 3 चोटि फुल ट्याङ्क गरेँ। तर फुल ट्याङ्क गर्दाखेरि नै अझै तपाईँको थियो क्या, टन्नै बाँकी नै थियो अझै। किनकि मैले अब ट्राभल गरेर बेला पुरै नै घटाएरै गर्नुभन्दा त बरु अलिकति त राख्नु परिहाल्छ होइन। अनि म मनाङ पुगेर आउँदा पनि तेल केही पनि सकिएन। माइलेज पनि यो बाइकको चाहिँ सोचेको भन्दा चाहिँ धेरै नै राम्रै लाग्यो क्या। अनि पावरकै कुरा गर्नुहुन्छ भने पावर पनि नट ब्याड है। क्रस फायरको पावर त अब होइन सबैलाई थाहा भइहालेको छ होइन। अनि यसको अर्को भनेको चाहिँ तपाईँको बडी पोजिसनदेखि लिएर सबै क्या मिलेको छ क्या। फर्स्टमा त चलाउँदा चाहिँ मलाई अलिकति अनकम्फर्टेबल भएको थियो, किनकि हाम्रो आरएफको पोस्चरभन्दा डिफ्रेन्ट नै छ। तर पानी परेपछि सजिलो पोस्चर छ क्या यसको। यो छेपारो देखेर रोक्या रहेछ। धमिराले एट्याक हान्न लागिरहेको छ। यो के अरे चिसो भएर होला कि चिसो भएर आउँछ कि कसरी आउँछ। तर धमिराहरू चाहिँ लास्टै सबै बाहिर निस्किएको छ क्या। हेर्नुहोस् न बाटोभरि धमिरै लाग्यो। गगल्स लाग्छ त्यही पनि आँखामा चिल्छ कि डर लाग्ने कि। हुन्छ सहर पनि आइपुगिसकेको छौँ होइन। अब यहाँबाट त धेरै नलाग्ला, किनकि अस्ति पनि हामीलाई खासै टाइम त लागेको छैन।
खाना चाहिँ अब मुक्लिनमै गएर खाने भन्ने कुरो हो। बहिनी पनि पेट दुख्थ्यो भन्दै थियो। Yes, please. Huh? Oh, sorry. आफ्नो लाइन झन्डै साथीहरू गाह्रो पर्छ यसरी चलाउँदा चाहिँ हुन्छ मलाई त डर लाग्छ। ल साथीहरू हामी चाहिँ खानासाना खाएर निस्क्यो होइन। अब सिधै काठमाडौँ होला हाम्रो अब यात्रा। गर्मी भइन्छ होप अब खै के हुन्छ हेर्दै जाउँ। ठुलो यार के भयो यस्तो यो आमामा धुल्लामै छ यार बाटोहरू सबै। बाटै नदेख्ने ठुलो नै उठ्छ यार। केही छैन ट्याक्क लगाएर अब आफ्नो लेनमै बसिरहन्छ बस्ने हाम्रो र अर्को एकजनाको भन्दा धेरै गाह्रो पर्छ साथीहरू। कन्स्ट्रक्सन भइरहेछ कन्स्ट्रक्सन भइरहेछ। केको जाम हो यत्रो यो त धेरै अगाडिदेखि नै बसेर जाम भयो यो त नत्र मान्छेहरू त यसरी बस्नु नपर्ने हो। साह्रो जाम हो यहाँ अगाडि पनि। त्यो गाडी साडी बिग्रेर जाम हो कि के हो त्यो
अगाडि जाऊ त सुन हो यस्तो छ गाह्रो पर्ने भयो त जामले उसको त भिडियो हाल्ने हेरेर हुन्थ्यो त के भयो अगाडि यो हुन चाहिँ जाम चाहिँ कहाँको हो के पत्तो लाउन सक्यो भए मरिजाउँ क्या ल अझै त लहरै गुडा नि त अहिले कस्तो के हेर्ने साथीहरु हामी चाहिँ निस्किन लाको खै यो म्याडम जहिले ढिला गर्ने जहिले हिँड्नुभन्दा अगाडि चाहिँ मलाई होइन ढिला भयो गर्ने होइन अनि जब निस्किनै लाग्यो भने चाहिँ ओल्याङ टोल्याङ मेरो चाहिँ हेर्नु भन्दैन मेरो भिडियोले चाहिँ केही भन्दैन तपाईको भिडियो म भन्दिन कसैले के ल अब मलाई नराम देखियो क्या एकछिन हेलमेट लाउँदैन पाउनु म फेरि खोल्छु बेइज्जत गर्नु त भएन नि होइन आफ्नो ल दाइको भिडियो नि कसले हेर्दै हुनुहुन्छ मेरो भ्युअर्सहरूले हेर्दै हुनुहुन्छ सबजनाले सब्सक्राइब गर्नुभयो भने सब्सक्राइब गरिदिनु हजार बनाउनु पऱ्यो अरे क्या अनि मात्रै घुम्न जाने नत्र नजाने रे अबदेखि छिटो 1000 सब्सक्राइबर बनाइदिनु ल प्लिज अब हामी चाहिँ मैले भाइ छौँ अनि मैले खाजा खान दिएँ अब लिएर जान लाग्छु घर त्यही नै हो हामी जान्छु ल यो अब चाहिँ यहाँबाट लगभग 1.5 घन्टामा काठमाडौँ चाहिँ पुगिन्छ होला आशा गर्दछु होइन पानी पर्दा जस्तो भइरहेछ पानी नपरोस् ठिक छ हाम्रो चाहिँ एट द इनको स्टप चाहिँ जहिले यहीँ नै हुन्छ क्या जहाँ गएर पनि यो साइडमा गएर आउँदाखेरि चाहिँ अनि बाइकको चाहिँ स्ट्यान्डको यहाँको नट फुस्केर यस्तो तनाव भएको नि
चल्दै गयो त काठमाडौँतिर 4 दिन मस्त घुमिहाल्यो होइन। र साथीहरू हामी चाहिँ लगभग अब काठमाडौँ पुग्न लाग्यो। धार्कीबाट छिरिसक्यो हामी होइन। ट्याक्क लाएर अब काठमाडौँ पुगेको आज ट्याक्क लाएर हल्का पूजाको मजा चाहिँ अघि भर्खर आयो। आजकल चाहिँ यो बाटो नि लास्टै मान्छेहरू हिँड्न थालेको छ। पहिला त के झरो मुसो हुन्थ्यो यहीँको लोकलहरू चाहिँ हुन्थ्यो, खाटापुट्टा गाडी साडी हुन्थ्यो। अहिले त आम्मा बाइक गाडी सब यही बाटो क्या। तर ठिक छ, हामीलाई पालै पराउनु चलाउनु पनि मजा छ क्या, मजा। यस्तरी के भन्छ बाइक साइक केही देख्दैन होइन, सर क्यामेरा मात्र। यो मान्छेको तलै हेर्नु है त, तलै सिधा सिधा। ठिक छ, यो बाटोमा त यस्तो हो, स्ट्रेट लाइनमा त केही फरक परेन। हेलो साथीहरू, हामी चाहिँ काठमाडौँ आइपुगिसकेका छौँ। अब चिया खाइन्छ अनि त्यसपछि दुवैजना आफ्नो घरतिर लागिन्छ। कता कता आयो आज चाहिँ सब नयाँ बाटो हुँदै बाफल निस्क्यो। पहिला चाहिँ सिधा पहिलाको बाटो निस्किन्थ्यौँ भने मलाई त बाफलको बाटो चाहिँ थाहा छैन, अनि आज हामी चाहिँ बाफलको बाटोबाट आयो। ठिक छ, सबै ठिक छ होइन। अब चिया खाइन्छ होइन, अनि त्यसपछि लागिन्छ सरर लाएर।